अब सुकुमाया आउँदै हो दर्शकबिन, अब भने सुकुमाया आउने भएकी छिन्। यता भूपेन्द्रले भुन्टीको कुरा नमानेर बीच बाटोमै भने एक्सिडेन्ट गराएको छ। अब भने भूपेन्द्र जेल जाने सम्भावना बढेको छ। यदि त्यो गाडीले ठोकेको मान्छेलाई केही भयो भने र यदि भूपेन्द्र जेल गयो भने के हुन्छ होला त बिचारी भुन्टीको हालत। यता नन्द र देवर मिलेर बिचारी भुन्टीलाई गल्ती नै नगरेको सजाय जबरजस्ती दिने छन्। तर त्यही बीचमा भने सुकुमाया पनि आउनेछ र यी नन्द र देवरलाई सबक पनि सिकाउनेछ र त्यो अपराधीलाई कडाभन्दा कडा अझै ठुलो सजाय पनि दिनेछन्। र के हुन्छ होला जब सुकुमायाको इन्ट्री भएपछि, र अब के हुन्छ होला त भोलि आउने भुन्टीको नयाँ भागमा। र दर्शक पनि मलाई लाग्छ कि पक्कै पनि भूपेन्द्रले आफ्नो गाडीले कुनै मान्छेलाई ठोकेकै हुनुपर्छ। तपाईहरुलाई के लाग्छ? र दर्शक पनि तपाईहरु कतिजना भुन्टी सिरियल सुरुदेखि र अहिलेसम्म र हप्ते पछि नछुटाइ हेर्दै हुनुहुन्छ? यदि हेर्दै हुनुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब अवश्य गर्नुहोला। दर्शक यता ती नन्द बनाउँदैलाई सबै कुरा थाहा छ कि भुन्टीले त्यो केटालाई फोन गरेको हो, तर त्यो फोन भने मेरो लागि त्यो केटासँग कुरा गरेको हो भन्ने कुरा पनि थाहा छ। तर यो कुरा बारम्बार भुन्टीले आफ्नो बुढालाई भनिरहेका छन्, तर भूपेन्द्र भने विश्वास पनि गरिरहेका छैनन्। गरोस् पनि कसरी, यता आफ्नै बहिनीले सबै सत्य कुरा नबोलेपछि र यता भूपेन्द्रले यही कुरालाई लिएर बिचारी भुन्टीसँग रिसाइरहेका छन्। र त्यही रिसमा भने एक्सिडेन्ट पनि गरिदिएको छ र यतिकैमै भने यो भागको समाप्त पनि भएको हुन्छ। जसरी आखिर भूपेन्द्रको गाडीले कसलाई ठोकेको होला, मान्छे या जनावर वा कुनै चिजलाई? तपाईहरुलाई के लाग्छ तल कमेन्ट बक्समा भन्नुहोला। र दर्शक पनि मलाई लाग्छ कि पक्कै पनि भूपेन्द्रले आफ्नो गाडीले कुनै मान्छेलाई ठोकेकै हुनुपर्छ। तपाईहरुलाई के लाग्छ? र दर्शक पनि तपाईहरु कतिजना भुन्टी सिरियल सुरुदेखि र अहिलेसम्म र हप्ते पछि नछुटाइ हेर्दै हुनुहुन्छ? यदि हेर्दै हुनुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब अवश्य गर्नुहोला। र भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद।